कस्तो समस्या भन्ने अब महामस्ट भने र धारे मस्टमा चाहिँ धेरै फरक पर्छ। धारे मस्टलाई धुप हाल्दा चलाइ खेलेर लाँदा त्यो महामस्टको धामीलाई कम्पन आउन सक्दैन, यो कुनै पनि हालतमा हुँदैन। अब महामस्ट धारे आकार कसरी हुन्छ त? महामस्ट चाहिँ अब कार्कीले मान्छन्, भट्टराईहरू एभ्रिथिङ कसले मान्छन्, तिनीहरूलाई धुप हाल्दा उसैको कम्पन आउँछ। अब धारे मस्टलाई धुप हाल्दाखेरि धारे मस्टलाई मात्रै कम्पन आउँछ, अरू कुनै पनि मस्टमानलाई कम्पन आउन सक्दैन, यो ध्रुव सत्य हो। अब बुझ्दै लाँदै खेलाउँदै अब जानु पर्यो। अब जति पनि छन् आफ्ना पुर्खाले धेरै कुरा केही कुरा गलत पनि गरेका हुन सक्छन्, त्यो प्राय सबैकोमा छ, हाम्रैमा पनि त्यस्तै कुरा थियो। अनि यसलाई सुधारेर लाँदाखेरि अब यो दारेकाकार महामस्ट चाहिँ हुँदैन, कुनै पनि हालतमा मान्दिन। अब होइन त्यो गल्ती भएछ भन्दाखेरि बेग्लै कुरा हो, तर गल्ती भए तापनि त्यो धामीको मुख शब्दबाट त्यो महामस्ट आउन हुँदैन के, किनभने अब त्यो त धारे मस्ट हो, कसरी महा बनाएर महा बन्ने हो त? होइन नि त, महा बन्दैन त्यो। अब एकदमै अब एउटा सरल उपाय छ, महामस्ट हो होइन के हो भनेर बुझ्नको लागि चाहिँ आफ्नो पुर्खौली थलो चाहिँ खोजेर देखाउनुहोस् न। तपाईँहरूले ओपन छ, खुल्ला छ, तपाईँहरू सक्नु हुँदैन भन्नुहुन्छ भने म खोजेर देखाइदिनेछु। थाक थलो, पुर्खौली थलो कहाँ के चलाउँछन्, अब तपाईँहरू खोटाङीहरू अब हामीसँगै एउटै दाजुभाइ हो भन्ने कुरा प्रमाणित पनि छ। अब एक थरी खोटाङीले महामस्ट मान्ने, अर्कोले धारे मस्ट मान्ने हो कुरा एकदमै यसमा शङ्कास्पद कुरा छ। अब त्यो धामीबाटै अब एउटा कुल पूजा गर्ने ठाउँमा दुईटा भान्जोको धामी कहिले पनि निस्किन सक्दैन, किनभने भान्जोको बलि भोग एउटा मेढो मात्रै हुन्छ, त्यसले मात्रै हुन्छ। मस्टको पनि अब खासी एउटा मात्रै हुन्छ, पछि त्यसलाई छोडिदियो भने अरू पनि आउलान्, तर एउटा मात्रै हुन्छ, अरूसँग जाँदैन। अब अरू पनि काम्ने आयो भने त्यसलाई चाहिँ विधि विधान पुऱ्याएर हो भने काम नदिने, होइन भने त्यसलाई उडाउने, त्यति हो उपाय। होइन भने त्यसलाई यसो छेउमा राखेर काम गर्न नि मिल्दैन, गाह्रो हुन्छ। हामी चाहिँ राख्दैनौँ, छेउमा राख्दैनौँ, जबसम्म त्यसले काया कैरन दिन सक्दैन त्यसलाई चाहिँ परे हटाइहाल्ने हो। दिन सक्यो भने आउँछ खेल्छ, दिएन भने त्यसलाई के हो भने टुङ्गो लाउनु पर्छ, टुङ्गो लाउने गइरहेको छ। अब यो महामस्ट र धारे मस्टमा चाहिँ आकाश पातालको फरक छ, किनकि 18 भाइको एउटा भाइ हो, माइलो भाइ हो भने धारे मस्ट काइलोतिर सायद काइलै के हो महामस्ट। अनि अब जस्तै भट्टराईको कुल पूजा गयो भने हामीलाई महामस्टलाई धुप हालेर आउँछ 100% आउँछ कम्पन्न, यो चाहिँ सत्य कुरा हो। जस्तै अब हामी खुलाल बसेन भयो भने अब अरू कटुवालले धारे मस्ट मान्छन्, त्यो धारे मस्ट धुप हाल्यो भने त्यो बसेनलाई पनि आउँछ क्या कुल चाहिँ, मस्ट देवताले आउँछ। अनि अब यो चिन्नको लागि चाहिँ सबैभन्दा पहिले 12, 15, 17 कति पुस्ता भयो, एकदमै सजिलो उपाय पुर्खौली थलो हो। अब खोटाङ्गो ऐसेलु खर्काउनेमै आफै उत्पत्ति शिलाबाट उत्पत्ति भएको चाहिँ मान्छे होइन, उसको पनि त आँखा थिए स्थान छ, दोलखा छ, दोलखाबाट हुँदै पश्चिम गोर्खा हुँदै अब जाँदै अब निस्किन्छ अब कर्णाली हुँदै त्यहाँबाट आसाम अनि दैलेख जाजरकोट छ, त्यहाँको विधि विधान के छ त्यो पनि एकदमै पहिले बुझ्दा चाहिँ अनि त्यहाँबाट फेरि त्यहाँ महामस्ट होइन रहेछ भने फेरि यहाँ खुलालले धारेकाकार महामस्ट भनेको अर्थ पनि यहाँ पनि प्रमाण पुऱ्याउन सक्नु पर्यो नि त, त्यहाँ र यहाँ चाहिँ मिलाउन सक्नु पर्यो के। अब त्यही पुर्खौली थलोभन्दा अघिल्लो जुन बुढा त्यहाँ आए, अब नवरा सवास के हुन् ती बुढाभन्दा अघिल्लो पुस्ताका सन्तानहरूसँग मिल्नु चाहिँ पर्यो के, त्यति भयो। नभने त गाह्रो छ, नभने अब गुरुबाट उतारिएको मा चाहिँ अब शङ्कै हुन्छ, किनकि चिनिहालिन्छ होइन, त्यतिकै उसले गर्न सक्दैन।